दर्शकवृन्द, बाह्य शक्ति र व्यापारीको अगाडि लम्पसार पर्ने नेताहरूलाई तपाईँ हामीले चिन्नै पर्छ, नत्र यिनीहरू उनीहरूको स्वार्थको अगाडि देशको हित र हित विपरीत जे पनि गर्न तयार हुन्छन्। र नेपालमा हुँदै आएको पनि त्यही हो, नत्र कसरी भयो होला देशकै अपमान हुने असम्मानजनक सन्धिहरू। त कसको पालामा भए त्यस्ता घृणित कामहरूको लेखाजोखा राख्नै पर्छ र आगामी दिनमा त्यस्ता नेतालाई पत्ता साफ पार्नुपर्छ, नत्र बाँकी भएको प्राकृतिक स्रोत साधन र देशको गरिमा बेच्न समय लाग्दैन र हामीले त्यस्ता विदेशी व्यापारी र दलालहरू पनि चिन्न आवश्यक छ। प्रसङ्ग बाँकी नै छ, हामीसँगै रहनुहोला। दर्शकवृन्द, माधव नेपालमाथि मुद्दा चल्नुले भविष्यमा अन्य थुप्रै प्रभावशाली नेताहरू पनि कानुनको दायरामा आउन सक्ने सम्भावना बढेको छ। यसअघि यस्तो मुद्दालाई नीतिगत भनेर टारिँदै आएको थियो र ठुला माछाहरू जोगिँदै आएका थिए। यदि यो मुद्दा अख्तियारले टुङ्गो लगाउन सके आफूलाई कानुनभन्दा माथि सोच्नेहरूको निध हराम हुने पक्का पक्कै छ। के लहरो तान्दा पहरो खस्सा भने झैँ माधव नेपालमाथि लागेको मुद्दा अन्य पूर्व प्रधानमन्त्रीहरूमाथि पनि लाग्ला कि नलाग्ला त्यो भने हेर्न बाँकी नै छ।